खास गरी के भनेपछि चुनावको बेलामा एउटा कमिटमेन्ट थियो मेरो कि 5 वर्ष म पाएको सेवा सुविधाहरू दिँदैन भनेर। तर पछि परिस्थितिवश हामीले लिएर त्यो कुरालाई अहिले सामाजिक क्षेत्रमा गरिरहेछौँ, दिइरहेछौँ। त्यसको हिसाब किताब हामीले कहाँ कति पैसा मेयरले पायो र कति पैसा कहाँ दियो, त्यसको हिसाब किताब सार्वजनिक गर्ने यो कार्यक्रम हो। त्यस कारणले अब चाहिँ यसमा एउटा सानो प्रस्तुतिकरण पनि राखेका छौँ। त्यो हाम्रो गणेश भट्टजीले त्यो गरिदिनु, किनभने विगतमा जब 17वटा स्कुलहरू निलायो अङ्ग्रेजीको, अनि हामीले 17वटा स्कुलको प्रधानाध्यापकहरूलाई बोलाएर एउटा मिटिङ गरेर शिक्षा शाखाको, त्यतिखेर चाहिँ हाम्रो नरेन्द्र खाती सर शिक्षामा हुनुहुन्थ्यो। हामीले एउटा मिटिङ गर्दाखेरि त्यहाँ कस्तो किसिमको एउटा जवाब आएको थियो भने हामी टिचरले पढाइरहेछौँ तर चाहिँ विद्यार्थी यति विपन्न छन् कि उनीहरूलाई लेख्ने चाहिँ कापी कलम पनि छैन, सरकारी स्कुलमा त्यो हालत छ भन्ने कुरा देखिसकेपछि अब के भने आखिर कसैलाई दिने गर्ने फेरि कुनै संस्थालाई, त्योभन्दा राम्रो यो देशको भविष्य बनाउने विद्यार्थीलाई खर्च गरौँ भन्ने निर्णय गरेर त्यो दिन चाहिँ निर्णय भएको हो। र त्यो दिनदेखि हामीले कन्टिन्यू यो सरकारी स्कुलहरूको विद्यार्थीहरूलाई विशेष गरी ग्रामीण क्षेत्रमा वैकल्पिक रोजगारी नहुने र चाहिँ नि स्कुलमा भर्ना गरिदिने तर चाहिँ कापी कलम किन्ने, ड्रेस किन्ने पैसा नहुने विद्यार्थीहरू क्षेत्र, ग्रामीण भएको वैकल्पिक रोजगारी नहुने क्षेत्रमा चाहिँ हुने हुँदाखेरि त्यो क्षेत्रलाई टार्गेट गराएर अहिलेसम्म हामीले वितरण गरिरहेछौँ। अहिले पनि जति उठेको पैसा छ जति मैले प्राप्त गरेको छु त्यो पैसामा मैले 5 लाख चान्छु पैसा 5,17,000 रुपियाँ आफ्नो तर्फबाट थप अझ गरेर जम्मा 20 लाख, यो पालि 20 लाख कति हजार चान्छु त्यो डिटेल हिसाब दिन्छ गरेर चाहिँ वितरण गर्ने र चाहिँ असारसम्म, किनभने अब यो म्यादे नियुक्तिवाला अब कहिले म्याद सकिन्छ ठेगान भएन, त्यसले गर्दा हामीले असारसम्मको एउटा मोटामोटी हिसाब निकालेका छौँ। यो असारसम्म हामीलाई प्राप्त हुने कति हुन्छ र हामीले यसको पनि यसपालि पनि स्टेसनरीहरू यो सामुदायिक विद्यालयका जति पनि स्कुलहरू छ त्यसलाई चाहिँ स्टेसनरी वितरण गर्ने भन्ने हाम्रो लक्ष्य छ होइन। र यसमा पनि हामीले चाहिँ ग्रामीण भेगमा विशेष गरी रोजगारी नभएको क्षेत्रमालाई हेरेर हामीले वितरण गर्ने योजना बनाएको छौँ।